what's up beautiful people, welcome to my YouTube channel AG Vlogs. So आज चाहिँ म उक्तामा जाँदैछु अनि यहाँ आज डे अफ म कहाँ जाने कसो गर्ने भन्दाखेरि दिमागमा त्यही आउँछ, बाइक राइड जाने हैन। सो आज बाइकको रिभ्यू पनि गरौँ हैन। टक्क 1 वर्ष पनि भएछ यो बाइक चलाएको किनेको। सो बाइकको रिभ्यू पनि दिउँ अनि बिस्तारै मिठो छोटो मिठो गफहरू गर्दै उक्तामातिर जाउँ अनि रमाइलो गरौँ, इन्जोय गरौँ हैन। त्यही हो। अनि मेरो च्यानललाई सब्सक्राइब गरेको छैन भने सब्सक्राइब गरिदिनु होला, सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला हैन। माया देखाइदिनु पर्यो। अब बिच बाटोमा आइपुग्यो हैन। अब यहाँबाट चाहिँ 30 मिनट देखाइरहेको छ यार, यति नजिक छ र गीत सुन्दै आनन्द क्या मजा आइरहेको क्या। अनि ग्रिनरी भइसकेको छ अलरेडी। फेरी लाइट फेरी लाइट बाइकको बारेमा भन्नुपर्दा चाहिँ यो चाहिँ कावासाकीको इनलाइन 4 सिलिन्डर DOSC लिक्विड कुल इन्जिन हो हैन। अनि यसले पावर चाहिँ तपाईको 22.9 न्युटन मिटर टर्क अनि 50 हर्स पावर चाहिँ प्रोड्युस गर्छ हैन। नेपालीहरूले पनि म्याक्सिमम मन पराउने बाइक हो यो चाहिँ। 250 सेगमेन्टमा चाहिँ हैन इनलाइन 4 सिलिन्डर भएको बाइक चाहिँ यो मात्रै हो क्या। मिनी सुपर बाइक भन्दा नि हुन्छ हैन। ZX6R अनि 10R बाट चाहिँ इन्स्पायर भएर बनाएको बाइक हो यो चाहिँ हैन। त्यही भएर यसले चाहिँ काइन्ड अफ अलि सुपर बाइक टाइपको भाइब्स दिन्छ क्या। यसको साउन्डहरू सुन्नुभयो भने तपाईँले हैन। अब इनलाइन 4 भनेपछि तपाईँहरूलाई थाहा भइसक्नुभयो होला हैन यसको विशेषताहरू के छ भनेर हैन। अब पावरको कुरा गर्नुपर्दा नि बवाल छ। लुक्स त अति नै बवाल भइहाल्यो, मलाई त मनपर्ने लुक्स चाहिँ हो। अनि अरूको साउन्ड क्वालिटी अनि फिचर्सहरू पनि बवाल छ यो बाइकमा हैन। अब गियर 6 गियर अनि अहिले यो चाहिँ 2022 मोडल हो। अनि तपाईँले स्पिड मिटरहरूदेखि लिएर हैन ट्रिप मिटर अनि फ्युल इन्डिकेटरहरूदेखि लिएर सबै देख्न सक्नुहुन्छ। अनि यो चाहिँ ट्याकोमिटर भइहाल्यो। अनि टाइमहरू पनि गियर पनि कति म चलाइरहेको छु भन्ने सबै देखाउँछ हैन। अनि तपाईँले फ्युल एभरेजमा कति दिएको छ त्यो पनि देख्न सक्नुहुन्छ। अनि रेन्ज कतिसम्म चाहिँ फ्युल क्यापेसिटीले चाहिँ कतिसम्म चाहिँ रेन्ज जान्छ भन्ने कुराहरूदेखि लिएर अनि अब सबैभन्दा ठुलो मेन कुरा चाहिँ अब बाइक किन्नु अगाडि तपाईँहरूले सोच्ने भनेको चाहिँ एउटा प्राइस हो हैन। अनि अर्को भनेको चाहिँ फ्युल हैन। फ्युलको कुरा गर्नुपर्दा चाहिँ सुरुमा चाहिँ यसले 13-14 दिन्थ्यो हैन। अनि अहिले बिस्तारै चाहिँ अहिले देख्न सक्नुहुन्छ 19.7 देखाएको छ। यो चाहिँ यस्तै नर्मल रोडहरूमा भयो। यहाँ त अब ट्राफिक जाम हुन्छ हैन, बोल्नै अल्छी लागेको छ। अहिले म फेरि उता गएर बोल्छु बिचमा। खासमा चाहिँ तपाईँको स्पेकको बारेमा भन्नुभन्दा पनि हैन यो बाइकसँग चलाउँदाखेरि चाहिँ कस्तो फिल आउँछ हैन, पर्फर्मेन्स कस्तो गर्छ बाइकले हैन। अनि कतिको चाहिँ प्रब्लमहरू आउँछ, तपाईँलाई फ्युल कति दिन्छ त्यो कुराहरूले म्याटर गर्ने हो। प्राइसको कुरा भयो हैन। प्राइसको कुरा गर्नुपर्दा चाहिँ यो बाइकको चाहिँ मलाई चाहिँ अलिकति हाई प्राइस नै लाग्छ 250 सेगमेन्टमा चाहिँ। अनि तपाईँको पावर मोड पनि छ क्या। अब अहिले मैले फुलमा चलाइरहेको छु हैन, देख्न सक्नुहुन्छ फुलमा। अनि लोमा पनि गर्नु मिल्छ हैन। हल्का तपाईँले नोटिस चाहिँ गर्नुहुन्छ क्या। फुल पावर मोडमा हल्का टर्की फिल हुन्छ हैन। अरू भने त्यस्तै हो। अनि फ्युलको कुरा गर्नुपर्दा मैले अघि नै भनिसकेँ हैन 19.7 दिइरहेको छ, विच इज अति नै दामी नै भन्छु म त हैन। धेरै राम्रो हो। तपाईँ हाइवेमा जानुहुन्छ नि 23-25 सम्म जान बेर छैन हैन यो बाइकको। त्यही हो, अति नै बवाल छ। अनि प्रब्लम पनि आएको छैन हैन। 1 इयर्स बेसी भइसक्यो। अब म यहाँ अगाडि कोम्बिनीमा रोक्छु, त्यसपछि चाहिँ गोप्रो एङ्गलहरू कस्तो भएको छ एकचोटि चेक गर्नु पऱ्यो। अनि फेरि बिस्तारै बाइकको बारेमा बोल्दै जानुपर्छ। ल यो के हो फेरि सब ल ग्रिनरी यस्तो राम्रो खुलेर आएको छ हैन। ल नेचर भनेको नेचर हो नि यार, नेचरमा आनन्द नै बेग्लै हुन्छ क्या। त्यही माथि चढ्दा बाइकमा ल तल खोला बगिरहेको छ, यस्तो दामी देखिरहेछ। अनि तपाईँहरू चाहिँ डे अफको बेलामा चाहिँ के गर्नुहुन्छ कमेन्ट डाउन बिलो हैन। लुक एट द भ्यू गाइज, अति बवाल सुपर दामी देखिरहेछ।
अति नै नेचुरल ब्युटी भनेको त यो हो नि त होइन रियल आनन्दै बेग्लिसके अब टनेल आउँछ कोकतामा म त पड्काउनै मजा आउँछ होइन बाइकर्सहरू चाहिँ देखिरहेको छ फाटाफुट्टा त्यस्तो धेरै चाहिँ देखेको छैन आज ल बवाल यार अब मुखबाट बवाल बाइक दामी बाइक अरू केही निस्किँदैन होइन ल यही नै हो अब अलमोस्ट आइपुग्नु लागिसक्यो म चाहिँ सधैँ आइराख्ने ठाउँ नै हो त्यही पनि आज बाइक रिभ्यूको लागि कोकतामा चाहिँ बेस्ट होला जस्तो लागेर होइन कोकतामा ल्याइदिएको अनि यो बाइकको अब ह्यान्डलिङको बारेमा कुरा गरौँ होइन बिस्तारै कुदाउँदै ह्यान्डलिङ अति मिठो छ होइन तपाईँको त्यस्तो पोस्टर पनि त्यस्तो धेरै एग्रेसिभ टाइपको छैन नि त लुक्स वाइज एग्रेसिभ छ बाइकको होइन तर पोस्टर चाहिँ यस्तो दामी छ कि होइन एकदम नेकेड लगभग नेकेडसँगै मिल्छ क्या तपाईँको यो ह्यान्डल माथि छ नि ह्यान्डल बार अनि तपाईँ एकदम सजिलो हुन्छ क्या तपाईँलाई चलाउन लङ टुरहरूको लागि पनि एकदम बेस्ट कति धेरै बाइकहरू छ म चाहिँ अहिले कोकतामा एरियामा छु होइन ल यो चाहिँ मेरो ZX25R अनि यो चाहिँ एसई होइन है यसको चाहिँ दुईवटा मोडल छ एसईमा चाहिँ तपाईँको क्विक शिफ्टर पाउँछ होइन यसमा चाहिँ क्विक शिफ्टरहरू छैन नर्मलमा हो अनि प्राइसको कुरा गर्नुपर्दा चाहिँ यसको चाहिँ 9 माथि लाग्छ छुन्छ होइन अब क्विक शिफ्टरवालामा चाहिँ एसई भर्जनमा चाहिँ 950 जस्तो होला अराउन्ड 9 साढे 9 लाग्छ ती यताउता गर्दा 10 छुन्छ भनौँ न यो बाइकको होइन प्राइस चाहिँ अलिकति हाई नै छ अनि कस्टमको कुराहरू गर्नुपर्दाखेरि चाहिँ मैले त्यस्तो साह्रो कस्टम त गरेको छैन होइन अनि यो ह्यान्डल बारहरू हालेको छु कार्बनको होइन अनि मिटरमा पनि कार्बन राखेको छु अनि यो देख्न सक्नुहुन्छ ट्याङ्क पार्ट पनि कार्बनको छ अनि यहाँ ब्याकमा हल्का कार्बनहरू हालिदिएको छु साइडमा पनि अरू भनेको फेन्डरलेस छ होइन अनि माफलर चाहिँ यो DX जेनेरेसनको हो होइन अनि यसको स्लाइडरहरू हालेको छु अनि मिरर कस्टम छ अरू भनेको के छ यार यहाँ विङलेटहरू साइडमा थियो आज हटाइदिएँ यहाँ एउटा छ अनि स्टिकर्स अनि यो एउटा विन्डसिल्ड चाहिँ चेन्ज गरेँ मैले यो त्यही नै हो बाइक त अति नै बवाल छ साउन्ड पनि सुनाइदिउँ साउन्ड कस्तो आउँछ भनेर होइन साउन्ड चाहिँ अलिकति लाउडै छ बेसी अहिले चाहिँ डिबी किलर छ होइन इन र आउट दुइटै छ त्यही भएर त्यस्तो साह्रो लाउड चाहिँ छैन तर यो दुइटो डिबी किलर हाल्दा पनि साउन्ड चाहिँ ठुलो नै आउँछ कि यस्तो टाइपको आउँछ साउन्ड चाहिँ यहाँ अहिले मान्छेहरू धेरै छ त्यस्तो रेप नगरौँ कोकतामा ड्याम बवाल छ नि त बाइकमा दौडिने भनेको चाहिँ यो पुरा एक राउन्ड हान्छु माथि चाहिँ जान्छ जाँदैन थाहा छैन होइन त्यहाँ माथितिर पनि छ जाने ठाउँ ल अब चाहिँ यहाँबाट चाहिँ लाग्छु म चाहिँ ल ठिक छ अब बिस्तारै नै जाउँ बिस्तारै गफ गर्दै बाइकको बारेमा होइन ल कस्तो चिसो फिल भएको यार तर यता अझ बाइकर्सहरू त छैन त यार खासै के हो त्यहाँ माथि होला केटाहरू अब प्रायः बस्ने त्यो माथिपट्टि हो त्यहाँ टन्नै हुन्छ होइन यो चाहिँ कोकतामाको लेक टु मच स्लो भयो यार यो गाडी त फिलै लिन पाएन नि त अनि कति नै बवाल देखेको छ यार म चाहिँ एक राउन्ड हान्नु जान्छु होइन बाइकको बारेमा भन्नुपर्दा चाहिँ त्यही नै हो ओभरअल होइन बाइक अति नै कम्फोर्टेबल चाहिँ छ सिट हाइटको कुरा गर्नुपर्दाखेरि चाहिँ 785 mm हो अनि फ्युल ट्याङ्कको कुरा गर्नुपर्दा चाहिँ 15 लिटर फ्युल ट्याङ्क हो यसको चाहिँ 3 स्टेप सो ट्र्याक्सन कन्ट्रोल चाहिँ यो गाडीले त अति नै गर्यो यार अति नै गर्यो ल अब चाहिँ मजा आउने भयो ल एम्टी
बवाल कुदाइरहेछ त के हो केटाहरूले त रेकर्ड त नभए रहेछ फेरि सही हो R1 यता चाहिँ हो कि केटाहरू अलिकति रेस गर्न मन पराउने केटाहरू चाहिँ यता आउँछ ल अब चाहिँ गइदिउँ होइन हल्का बटाएर पनि त्यस्तो साह्रो बटाएर सक्दिनँ साउन्ड मात्रै सुनौँ है त अब एकछिन धेरै बोल्दिनँ म अब यहाँ रोक्छु अगाडि बाइकरहरू प्रायः यहीँ रोकिरहन्छ यिनीहरू पनि यहीँ आएछ फेरि ल अनि अब चाहिँ म यहाँबाट चाहिँ फर्किन्छु लुक्स कस्तो देख्छ यही नै हो लुक्स चाहिँ एग्रेसिभ लुक छ होइन यो रोसोको टायर हालेको छु रोसो 3 होला होइन अनि अगाडिको नि सेम टायर हो होइन रोसोकै अनि एक्जस्ट साउन्ड सुनाउँछु म चाहिँ धेरै रेप नगर मामा आउँछ मामा आयो अब जाम टक्क लाएर मामा पनि आयो अब गइदिउँ राइड खाँदै मामाले धन्न समातेर कस्तो रेप गरेको बेला आइपुग्यो कि मामा फेरि हैट मामा चाहिँ घुमिरहन्छ गाइज है यहाँ अब केटाहरूले अति नै फेरि स्पिडिङ गरिरहन्छ नि त त्यही भएर हल्का अब इन्स्टा 360 हान्दिउँ अनि गइदिउँ आजको भिडियो कस्तो लाग्यो कमेन्ट डाउन बिलो त्यही नै हो अरू भनेको ल अब म चाहिँ जान्छु घर फर्किन्छु आजलाई यति नै सी इन द नेक्स्ट भिडियो बाई बाई पिस आउट